50 वर्ष नाघेका डिप्रेसनबाट ग्रस्त एकजना व्यक्तिको बारेमा उसको श्रीमतीले एकजना मनोचिकित्सकसँग भेट्नको लागि समय लिइन्। जब मनोचिकित्सकसँग उनको भेट भयो त्यसपछि उनले भनिन्, केही दिनदेखि मेरो श्रीमान भयङ्कर डिप्रेसनमा हुनुहुन्छ। उहाँलाई ध्यान दिएर हेर्नुहोस् न, यी सबैको कारणले गर्दा म पनि मानसिक तनावमा छु भनेर सबै समस्या मनोचिकित्सकलाई बताइन्। मनोचिकित्सकले काउन्सिलिङ सुरु गरे। त्यसपछि केही व्यक्तिगत कुरा सोधे र ती व्यक्तिको श्रीमतीलाई बाहिर वेटिङ रुममा बस्नको लागि अनुरोध गरे। डिप्रेसनवाला व्यक्तिले भन्दै गयो, म धेरै टेन्सनमा छु। समस्याले थिचेको छ। जागिरको प्रेसर, छोराछोरीको राम्रो पढाइ लेखाइ र उनीहरूको जागिर कहिले होला भन्ने टेन्सन, घरको टेन्सन, घरको लोन, कारको लोन, केही गर्ने मन लाग्दैन। बाहिरबाट हेर्दा दुनियाँले मलाई ठुलो देख्छन्, तर मेरो कमिलाको जति पनि हैसियत छैन। म धेरै तनावमा छु भन्दै उसले पुरै जीवनको किताब खोलेर मनोचिकित्सक भएको ठाउँमा राखिदियो। तब मनोचिकित्सकले केही सोचेर भने, तपाईले 10 कक्षासम्म कुन स्कुलमा पढ्नुभयो? डिप्रेसनग्रस्त व्यक्तिले आफूले पढेको स्कुलको नाम बताइदिए। चिकित्सकले भने, तपाईले त्यस स्कुलमा जानुपर्छ। त्यो स्कुलमा गएर तपाईले 10 कक्षा पढ्दाखेरिको सबै साथीहरूको नाउँवाली लिएर आउनुपर्नेछ। डिप्रेसनग्रस्त व्यक्ति आफूले पढेको स्कुलमा गए, रजिस्टर लिएर आए। चिकित्सकले भने, आफ्नो साथीहरूको नाम लेख्नुहोस्, उनीहरूलाई खोज्नुहोस्, उनीहरूको वर्तमान जानकारी लिएर आउने कोसिस गर्नुहोस्। सबै जानकारीलाई एउटा डायरीमा लेख्नुहोस् र 1 महिनापछि मलाई भेट्नुहोस्। कुल 4 पन्ना, जसमा 170 विद्यार्थीको नाम थियो। महिनाभर दिनरात घुमे। मुस्किलले आफ्नो 140 सहपाठीको बारेमा जानकारीलाई जम्मा गरे। त्यति मध्येमा 20 जना मरिसकेका थिए। 7 केटीहरू विधवा भइसकेका थिए। 13 जनाको सम्बन्ध विच्छेद भइसकेको थियो। 15 जना जडिया जुवातासमा लिप्त थिए, तिनीहरूको कुरै छाडौं। 20 जना कहाँ के गर्दै थिए पत्तो नै थिएन। 5 जना यति धेरै गरिब थिए कि कुरै नगरौं। 5 जना यति धेरै धनी थिए कि कुरै छाडौं। केही क्यान्सरले पीडित, केही अपाङ्ग, कसैलाई सुगर भएको, कोही मुटु रोगी। 4-5 जना एक्सिडेन्टमा हातखुट्टा भाँचेर बसेका। 2 देखि 3 जनाको छोराछोरी बेकामे निस्किए। 1 जना जेलमा थियो। एउटा साथी 50 वर्षको उमेरमा सेटल भएको थियो, त्यसैले विवाह गर्न चाहन्थ्यो, जबकि एउटा साथी अझै सेटल भएको थिएन। तर ऊ 2 डिभोर्सको बावजुद पनि तेस्रो विवाहको खोजीमा थियो। महिनाभरिमा सबै साथीहरूको राम कहानी आफैले सुनाइरहेको थिए। चिकित्सकले सोधे, अब भन्नुहोस्, अहिले तपाईँको डिप्रेसन कस्तो छ? अहिले तपाईँको मनमा कस्तो भावनाहरू आइराखेको छ? उस व्यक्तिले बुझिसकेको थियो कि उसलाई केही बिमारले छोएको छैन। ऊ भोकै मर्न लागेको थिएन। उसको दिमाग एकदमै ठिक थियो। उसको श्रीमती, छोराछोरी एकदम राम्रा थिए, स्वस्थ थिए। ऊ पनि स्वस्थ थियो। अस्पतालमा डाक्टरलाई झेल्नु परेको थिएन, औषधि खानु परेको थिएन। उसले महसुस गर्यो कि संसारमा साँच्चै नै धेरै दुःख छ र म धेरै खुसी र भाग्यशाली छु। यो सामग्रीलाई मैले सामाजिक सञ्जालबाट साभार गरेँ। मैले सामाजिक सञ्जाल हेर्दै जाने क्रममा यो सामग्री भेटेँ, मेरो मन छोयो र मैले तपाईँ सामु प्रस्तुत गरेँ। यो सामग्रीलाई मैले सन्तोष कार्की मौसुबको वालबाट तपाईँलाई सुटुक्क साभार गरेर सुनाएँ। साँच्चै यो प्रसङ्गले दिन खोजेको सन्देश बडो मार्मिक छ, बडो गम्भीर छ। यो संसार एउटा दुःखको एउटा सङ्ग्रहालय जस्तो के अनेकौं खालका दुःख, अनेकौं खालका सङ्घर्ष, कसैको केही छैन, कसैको केही छैन, कसैलाई केही भएको छैन, होइन? कसैलाई केहीको अभाव, कसैलाई केहीको अभाव, कोही धनी, कोही गरिब, होइन? कोही स्वास्थ्यबाट पीडित, कसैको भनेको जस्तो जीवनमा नभइरहेको, होइन? अनेकौं खालका कथा व्यथाहरू हर मानिसलाई छ। तर हामीले बाहिरबाट हेर्दा के बुझ्छौँ भने, उसको कति राम्रो जीवन, ओहो उसको कति राम्रो जीवन, ओहो कत्रो घर छ, कति खुसी होला, ओहो कस्तो राम्रो गाडी चढेको, कति महँगो गाडी चढेको, ऊ कति धेरै खुसी होला। यस्तै सोचेर हामी अरूलाई हेरेर हामी दुखी भइराखेका हुन्छौँ। तर यो संसारमा जति पनि मानिसहरू छन्, ती मानिसहरूमा केही न केही समस्याहरू अवश्य पनि छ। कसैले देखाउँछन्, कसैले देखाउँदैनन्, फरक यति मात्रै हो। हामी चाहिँ के गर्छौँ? अरूलाई हेर्छौँ, अरूलाई समस्या नै छैन जस्तो लाग्छ हामीलाई, तर समस्या हर मानिसमा हुन्छ। जीवनमा सबैभन्दा ठुलो कुरा भनेको स्वस्थ हुनु हो। समस्या सबैलाई छ, हर व्यक्तिलाई छ। यो पृथ्वीमा जति पनि
मानिसहरू बस्छन् ती सबैलाई समस्या छ। मानिसलाई मात्र होइन, पशु पन्छीलाई पनि समस्या छ। तर त्यो समस्यालाई मनमा कतिसम्म लिएर बस्ने भन्ने कुरा हो। जब तपाईँले आफूलाई परेको समस्यालाई मनमा बढी लिनुहुन्छ तब तपाईँ डिप्रेसनको शिकार हुनुहुन्छ। त्यसैले सानातिना समस्या जीवनमा आइराख्छन्, केही कुरा पुरा हुन्छन्, केही कुरा पुरा हुँदैनन्, सबै कुरालाई कम्प्रोमाइज गर्दै जीवनमा अगाडि बढ्नुपर्छ, होइन? असलै यति भने नमस्कार।